सबैजनालाई आज म मेरो युट्युब च्यानलमा म यो स्वेटर बनाउन सिकाउँदैछु है तपाईहरुलाई। अनि यो चाहिँ राम्रो धागो चाहिँ हो, एकदम राम्रो धागो हो, उलेनको धागो हो, उलेनको भन्ने भेडाको धागो हो है चाहिँ। अनि यो धागोको निकाल्नु पर्यो पर्छ। अनि यो धागो छ नि, यो धागोलाई यति यो साइजको धागोलाई चाहिँ यो काटी चाहिँ लाग्छ है। 9 नम्बरको काटी रहेछ है, तपाईले हेर्न सक्नुहुन्छ। यो 9 नम्बरको काटी हो। धागोलाई चाहिँ ठ्याक्कै म्याच गर्छ। अब यो धेरै ठुलो मोटो 2, 3, 4, 6, 7 को युज गरे पनि लुज हुन्छ। अनि यो भन्दा मसिनो गरे पनि धागो मोटो हुन्छ, मिल्दैन। यो चाहिँ थियो, तर यो चाहिँ यो धागो चाहिँ यो काठी चाहिँ यो धागोलाई चाहिँ दुब्लो हुनाले अनि मैले चाहिँ यो छोडेर यो 9 नम्बरको काठीलाई चाहिँ म युज गर्दैछु। अनि फर्स्टमा एउटा धागो लानु पर्यो। घर हाल्दाखेरि पछाडि भएको है, लेडिज स्वेटरको पछाडि भएको हो, लार्ज साइजको हो त्यो। अनि यदि धागोलाई गर्ने यता एक्स्ट्रा हाल्ने, सबैजनाको आफ्नो तरिका हुन्छ। तर मैले चाहिँ यस्तो हालिरहेको छु, यस्तो बनाइरहेको छु है। यति धागो यो साइडमा हालेँ, दुईटा हाल्ने गरिरहेको छु। यस्तो गर्दै मैले 125 118 गरेछु, हालेको छु। मैले चाहिँ यो मेरो लार्ज साइजको चाहिँ 122 गराएको छु। धागो हेरी गराउनु हुन्छ। कुनै धागो मोटो हुन्छ, कुनै धागो दुब्लो हुन्छ। अनि धागो हेरेर गराउनु हुन्छ। मसिनो छ भने अलिक बढी 125 सम्म हाल्नु, अलिक मोटो छ भने चाहिँ 120 122 कति हाल्नुहुन्छ आफ्नो साइज हेरेर हाल्न सक्नुहुन्छ सबैजनाले। यसरी बनाउनु छ है। पहिला चाहिँ बटर बनाउनु पर्यो। अनि तपाईहरुलाई आफूले अब अरूले अर्डर गरेको अरूले अर्डर गर्नुभन्दा आफै धागो किनेर ल्याएर आफ्नो घरमा कहिले काम नभएको बेला तपाईहरु बनाउन सक्नुहुन्छ। मेरो युट्युब च्यानललाई तपाईहरुले फलो गरिदिनु होला, हेरिदिनु होला। अनि सबै स्टेप बाई स्टेप म तपाईहरुलाई सिकाइदिन्छु। यो बटर अब तपाईलाई कति चाहिन्छ आफ्नो इच्छाले राख्न सक्नुहुन्छ है। कसैले सानो राखेको हुन्छ चाहियो भन्छ, कसैले ठुलो चाहियो भन्छ, कसैले ठिक्क मिडियम साइजको चाहियो भन्छ। यो बटर चाहिँ त्यही अनुसारले बनाउने, आफूलाई कस्तो मन पर्यो त्यही अनुसारले बनाउने। मान्छे बटर हेर्न सक्नुहुन्छ तपाईहरु। बटर चाहिँ अलिकति छेउमा हुनुको कारणले अलिक टाइट बनाउनुपर्छ है। लुज बनायो भने बेसरी तन्केर राम्रो हुँदैन, फ्या परेको हुन्छ। त्यही भएर बटरलाई चाहिँ अलिकति टाइट अलिक कसेर बनाउनुपर्छ, नत्र स्वेटर फुकिहाल्छ।
यो छेउमा एउटा फुस्केको रहेछ, डराउनु पर्दैन है। एक स्टेप गरेर केही डराउनु पर्दैन, यसलाई ओसारेर बनाउन सक्नुहुन्छ। तपाईँहरू आफै स्वेटर बनाउन सक्नुभयो भने आफ्नो घरमा बालबच्चाहरूलाई, आफ्नो बुढालाई, आफ्नो परिवारलाई मन लागेको अनुसार तपाईँहरू बनाउन सक्नुहुन्छ है। यसमा हेरेर मेरो युट्युब च्यानललाई फलो र सब्सक्राइब गर्न नबिर्सिनु होला है साथीहरू। मैले चाहिँ बोटल यतिको बनाएँ, यहाँदेखि बुट्टा बनाउन सक्नुहुन्छ। आफ्नै इच्छाले तपाईँहरूलाई ठुलो मनपर्छ भने अलिक ठुलो बनाउँदा नि हुन्छ, सानो मनपर्छ भने अलिक सानो बनाउन पनि सक्नुहुन्छ। मैले चाहिँ यतिको बनाएँ, यतिको ठिक छ।
चाहिँ यतिको मन पऱ्यो है, यतिको बटर सब्जी यति चाहिँ मलाई मन पऱ्यो रोटी बनाएँ। अनि त्यहाँदेखि तपाईँले कस्तो भुट्टामा बनाउन मनपर्छ त्यही अनुसारले बनाउन सक्नुहुन्छ। यहाँदेखि म चाहिँ आज चाहिँ यति गरेँ है, पाठ बनाउन चाहिँ यति नै गरेँ, यति बनाएँ। अनि बाटो चाहिँ म भोलि छिट्टै नै लिएर आउन सक्नेछु है। तपाईँहरू मेरो युट्युब च्यानललाई हेर्न नबिर्सिनु होला साथीहरू। यस्तोमा हो है मेरो फोटो चाहिँ। यस्तोमा हो, यतातिर छ नि त। फोटो चाहिँ आफ्नै डिजाइनमा बनाउन सक्नुहुन्छ।